Excuse me bro. यो 1000 रुपैयाँ दिन्छु हैन हजुरको आफ्नो ठाउँमा ल्याएर जे खानेकुरा पकाएर खुवाइ नि हुन्छ ए म त होस्टेलमा बस्छु नि हो र नमिल्ने भए मिल्ने भए के खुवाउँथ्यो बरु पसलमा गएर केही खानुहुन्छ भने ठिक नै 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 त्यस्तो हुँदैन च्यालेन्ज चाहिँ हजुरले नै पकाएको खाने हो अनि म चाहिँ होस्टेलमा बस्छु ए नमिल्ने भयो नमिल्ने नो रिज ल ब्रो गुड डे है त एक्सक्युज मी दाइ समय लिनु मिल्छ एकछिन 1000 रुपैयाँ दिन्छु मलाई हजुरको ठाउँमा ल्याएर खाना पकाएर खुवाउनुहुन्छ सक्दिनँ ए नो रिज दाइ गुड डे एक्सक्युज मी दाइ यो 1000 रुपैयाँको लागि चाहिँ मलाई खाना पकाएर खुवाउनुहुन्छ आफ्नै ठाउँमा लगेर अहिले हजुर हुन्छ नि त ल ल हुन्छ भने जाउँ ल ल यहाँ चाहिँ दामी साइकल रहेछ त सेभ द अर्थ एराउन्ड द वर्ल्ड अनि मेरो त साइकल अभियान यात्रा चलिरहेछ नि त हजुर लगभग 4 वर्षभन्दा बढी भइसक्यो कुन कुन ठाउँ गइसक्नु भयो म अहिले एसिया युरोप अफ्रिका गरेर सन् 27वटा देश भयो यो हजुरको अभियान के को लागि यो अभियान चाहिँ जलवायु परिवर्तनको सम्बन्धमा हो जलवायु परिवर्तन भनेको के हो सेभ अर्थ जलवायु परिवर्तनले पारेको असर अनि र सामान्य मान्छेले त्यो असरलाई न्यूनीकरण गर्नको निमित्त के गर्न सक्छ भनेर त्यो विषयमा बोल्दै हिँड्यो म त्यसको लागि वृक्षारोपण गर्दै हिँड्छु म साइकलबाट 4 वर्षदेखि करिब म चाहिँ यही अभियान यात्रामै हिँडिरहेको छु अरू चिज चाहिँ मैले गर्न छोडिसकेको छु भित्र आउनुहोस् ल यहाँ एकजना अर्को मान्छे भेटाउँछु मेरो श्रीमती ल यता बसौँ प्लिज ए दाइको त यहाँ कप रहेछ म चाहिँ फुटबल खेलाडी हो कि पहिला म फुटबल खेल्थेँ अहिले पनि भेटरान फुटबल खेल्छु अनि यो चाहिँ भेटरान फुटबल खेलेकै बेलाको भिरौँडामा एउटा प्रतियोगिता भएको थियो त्यसमा जितेको ए दाइ अनि फुटबल कुन पोजिसनमा खेल्नुहुन्छ म त डिफेन्स दैनिक चाहिँ 1 घन्टा जति चाहिँ खेल्छु जे पनि ठिक छ दाइ स्वास्थ्य अहिले कति वर्ष पुग्नु भयो अहिले 58 क्रस भइसक्यो 58 के पकाएर खानुहुन्छ दाइले अब के खाने मैले चाहिँ मेरो विचारमा म चाहिँ अलिकति अरू चिजभन्दा मेरो आफन्तहरूले मलाई चाहिँ त्यो सुजीको हलुवा हुन्छ नि त्यो मिठो बनाउँछु भनेर चाहिँ अरू पनि भन्छन् मलाई होइन सायद त्यही खुवाउँछु होला हुँदैन हुन्छ नि त म त विश्व साइकल यात्रामा भएको भएर मैले जहिले पनि यात्राको क्रममा त जहिले नयाँ नयाँ मान्छे नयाँ नयाँ ठाउँमा नयाँ नयाँ मान्छे भेट्ने हो कसैले मलाई यसो गरौँ भन्यो भने ओके भनेर म त हिँड्ने हो